नेपाल प्रिमियर लिग 2025 डिसोम गो एपबाट कसरी हेर्ने? प्ले स्टोरमा गई अपडेटेड एप इन्स्टल गर्नुहोस्। डिसोम गो एप लगइन वा साइन अप कसरी गर्ने? एप खोलिसकेपछि स्क्रिनको सबैभन्दा तल रहेको मोरमा क्लिक गर्नुहोस्। त्यसपछि लगइनको अप्सन देखिन्छ, लगइनमा क्लिक गर्नुहोस्। अब तपाईले डिसोम गो एप लगइन मोबाइल, इमेल, जीमेल वा फेसबुक मार्फत गर्न सक्नुहुन्छ। सजिलै वा एकै क्लिकमा साइन अप गर्नका लागि भने जीमेल वा फेसबुकको अप्सन प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईले आइफोन, आइप्याड वा म्याकबुकबाट लगइन साइन अप गर्न खोज्दै हुनुहुन्छ भने जीमेल वा फेसबुकबाट नै गर्नुपर्ने हुन्छ। डिसोम गो एपबाट एनपीएल सिजन पास कसरी किन्ने? नेपालभित्रै हुनेले एनपीएल सिजन पासको सब्सक्रिप्सन खल्ती, ई सेवा वा भिजा मास्टरकार्ड प्रयोग गरेर खरिद गर्न सक्नुहुनेछ। तर तपाई मिडल इस्ट वा इन्डिया बाहेक अन्य अरू देशमा हुनुहुन्छ भने तपाईले भिजा मास्टरकार्डबाट नै पेमेन्ट गर्नुपर्ने हुन्छ। खल्तीबाट एनपीएल सिजन पासको सब्सक्रिप्सन किन्ने तरिका: एप लगइन गरी मोरमा क्लिक गरी सब्सक्राइब नाउ अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि चुज प्लान अप्सनमा गई पेमेन्ट अप्सनमा खल्ती सेलेक्ट गरी सब्सक्राइब नाउ बटनमा क्लिक गर्नुहोस्। अब पेमेन्ट गेटवेमा रिडाइरेक्ट हुन्छ। अब आफ्नो खल्तीको मोबाइल नम्बर र पासवर्ड वा एमपिन राखेर सबमिट गर्नुहोस्। त्यसपछि मोबाइलमा आएको ओटिपी राखी पे गर्नुहोस्। पे गरिसकेपछि पेमेन्ट सक्सेसफुल भएको म्यासेज तपाईको मोबाइलमा आउनेछ। अब तपाईले एनपीएल सिजन पासको सब्सक्रिप्सन एक्टिभेट भएको माई प्लानमा गएर कन्फर्म गर्न सक्नुहुन्छ। ई सेवाबाट एनपीएल सिजन पासको सब्सक्रिप्सन किन्ने तरिका: डिसोम गो एप लगइन गरेर मोरमा क्लिक गरी सब्सक्राइब नाउ अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि चुज प्लान अप्सनमा गई पेमेन्ट अप्सनमा ई सेवा सेलेक्ट गरी सब्सक्राइब नाउ बटनमा क्लिक गर्नुहोस्। अब पेमेन्ट अप्सनका लागि ई सेवामा रिडाइरेक्ट हुन्छ। अब आफ्नो ई सेवाको मोबाइल नम्बर र पासवर्ड वा एमपिन राखेर लगइन गर्नुहोस्। अब तपाईको मोबाइलको म्यासेजमा आएको ओटिपी राखेर भेरिफाई एन्ड कन्टिन्यू गर्नुहोस्। पेमेन्ट भइसकेपछि पेमेन्ट सक्सेसफुल भएको म्यासेज आउनेछ। अब तपाईले एनपीएल सिजन पासको सब्सक्रिप्सन एक्टिभेट भएको माई प्लानमा गएर कन्फर्म गर्न सक्नुहुन्छ। भिजा मास्टरकार्डबाट एनपीएल सिजन पासको सब्सक्रिप्सन किन्ने तरिका: डिसोम गो एप लगइन गरेर मोरमा क्लिक गरी सब्सक्राइब नाउ अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि चुज प्लान अप्सनमा गई पेमेन्ट अप्सनमा क्रेडिट डेबिट कार्ड सेलेक्ट गरी सब्सक्राइब नाउ बटनमा क्लिक गर्नुहोस्। अब आफूसँग रहेको कुनै पनि ब्याङ्कको भिजा, डेबिट वा क्रेडिट कार्डको डिटेल्स हाली सजिलैसँग पेमेन्ट गर्न सक्नुहुन्छ। अब तपाईले एनपीएल सिजन पासको सब्सक्रिप्सन एक्टिभेट भएको माई प्लानमा गएर कन्फर्म गर्न सक्नुहुन्छ।